Good morning, everyone. भयो हाल्नु राम्रोसँग बिस्तारै मस्काउनु न। आज हाम्रो चाहिँ स्पेसल ढिँडो अनि साग अनि मुला प्याज मासु रोस्ट अनि चटनीसँग स्पेसल ढिँडो खाँदैछौँ। राम्रोसँग स्याहार सेलिब्रेट गरेछौँ कि हामी चाहिँ। भयो धेरै मस्काउनु बढी सबै हाल्ने खान सक्नुहुन्छ नि त ढाली थोरै हाल्छु। यो ढिँडो पाएपछि यसको 2 थाल खानु त्यही भएर पेट पनि मान्छे यहाँ अनि पेट फेरि यहाँ चाहिँ मोटु पातलु देख्नुभयो त्यस्तै हो। सबै हाल्नु हेर्नु त यहाँ कत्रो हालेको। मासु मेकर चाहिँ म है। सिलामको चटनी साग ढेँडो साग राख्नु साइडमा राख्नु। लेट्स गो।